हेलो गुड मर्निङ एभ्री वान। है सबैजनालाई मर्निङ छ। सब्सक्राइबरहरू के छ खबर? भ्युजहरू त डाउन हुँदै गएको छ, माया गर्दै गर्नु पऱ्यो हौ साथीहरू। आज नयाँ डेको सुरुवात नयाँ तरिकाले जाँदैछु। अब म चाहिँ वर्धावरको काममा चाहिँ जाँदैछु। दुईवटा कामको कम्बिनेसन चाहिँ मिलिरहेको छ। एउटामा चाहिँ पे रेट कम छ, बट स्टिल अहिले केही नगरिकन बस्नुभन्दा जान्छु भनेर आज र भोलि त्यसमा जाने चाहिँ प्रयास गर्दैछु। अब हेर्दै जाउँ के हुन्छ। स्टिल होप फर द बेस्ट भन्छु। अब 10 घन्टा अनि ठिकै हो होइन। यसबाट पनि अलिकति पे रेट राम्रै आयो भने 300-400 $400-500 मैले लगभग $200 भनेपछि 2 चौका 800। अब मैले यदि $200 मात्रै गर्न सक्यो भने पनि यसबाट $800 हुन्छ। यो $800ले चाहिँ मलाई अलिकति केमा फाइदा गर्छ त भन्दा रेन्ट तिर्नको लागि यसले हेल्प गरिदिन्छ। उता मेरो त्यो किचनको जगले जुन चाहिँ छ त्यसबाट मैले अलिकति मात्रै झिके पुग्छ। $1000 त मेरो लगभग खर्चै हुन्छ साथीहरू होइन। अब 30 हो आज, भोलि 31 होला। भोलि लास्ट यो फ्री ट्रान्सपोर्टेसनको त केही पनि होइन। हेरौँ अब हेर्दै जाउँ के हुन्छ। स्टिल होप फर द बेस्ट भनौँ र बसौँ, अरू केही उपाय छैन। अनि हामी चाहिँ यस्तै तरिकाले हिँडिरहेछौँ।